सेवारो म फुलुन्डेको आमा है। अस्ति भर्खरै फुलुन्डे खोइ फुलुन्डे भनेर सोध्दै हुनुहुन्थ्यो। फुलुन्डेको बाउ खोइ भन्नुहुँदै थियो। आज चाहिँ म फुलुन्डेको बाउ पनि फुलुन्डे पनि चिनाउँछु है। मेरो फुलुन्डे त फेरि कति ज्ञानी कति इमान्दारी छ। म बोलाउँछु है त। फुलुन्डे ए फुलुन्डे कहाँ गयो फुलुन्डे? सुन्दैन त। कानागुजी त अस्ति भर्खरै निकालिदिएको थिएँ। फुलुन्डे होइन पागल नि अरे। कसले फेरि पागल नि भन्दैछ? सिस्नो पानी लगाएर कुटुम तँलाई। होइन यस्तो इमान्दारी फुलुन्डेलाई कसले बोलाउनु सिकायो यस्तो? पल्लो घरको साकार दाइले सिकाउनु भएको। होइन यो साकार के भएको? पुलिस बोलाइदिउँ? भाइयाले त्यस्तो बोलाउनु सिकाउँछस्? मलाई को हो पुलिस बोलाइदिने? म बोलाइदिन्छु त पुलिस। त्यस्तो बोलाउनु सिकाउँछस्? देश बनाउने हिँड्ने मान्छेलाई किन पुलिस बोलाउँछस् ल भन्। देश बनाउने अरे? सुरुमा आफूलाई चाहिँ बना, त्यसपछि देश बना। शिवजी मामा मलाई बचाउनु है यो तोरीहरुबाट। यो तोरीहरुबाट मलाई बचाउनु है शिवजी मामा। बचाउँछ नि तेरो शिवजी मामाले। कुन ठाउँमा टन्न खाएर ढोक्रेर बसिरहेको होला। होस् यो तोरीसँग त म बोल्दिन। अब चाहिँ म तपाईहरुलाई फुलुन्डेको बुवा देखाउँछु ल। उहाँ चाहिँ हुनुहुन्छ फुलुन्डेको हुन नसकेको बुवा। अनि उहाँले मलाई चोरेर मधु खान थाल्नुभयो अरे। हामी जस्तो डल्लो सुपारीलाई खानु छोडेर मधु खायो भने दाँतमा किरा पो लाग्छ त। के गर्नु हुँदाखेरि म त यति साह्रो डराउँथेँ कि म त खाटा मुनि गएर पो लुक्थेँ त। साथीहरू आजको भिडियो यति नै। मन परेमा लाइक शेयर सब्सक्राइब गरिदिनु होला है। यो हाम्रो आशिषको च्यानललाई सब्सक्राइब गरिदिनु होला। उसले धेरै मेहनत गरेर भिडियो अपलोड गर्छ। यस्तै यस्तै राम्रो भिडियोहरू लाइक शेयर सब्सक्राइब गरिदिनु होला है। सो गाइस आजको भिडियो कस्तो लाग्यो हैन? यो भिडियो चाहिँ मैले अलिअलि स्क्रिप्ट लेखेर बनाएको हैन। कस्तो अब हल्का ट्राई गरेको फुलुन्डेको आमाको कस्तो भयो हैन? राम्रो लागेमा लाइक शेयर सब्सक्राइब गरिदिनु होला। यस्तै इन्टरटेनमेन्ट भिडियोहरू अझै आगामी दिनहरुमा आउने गर्छ हैन गाइजहरु। ब्लगहरु पनि म अब कन्टिन्यू दिने भनेको। सो गाइस यति नै आजको भिडियो। राम्रो लाग्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला। अर्को भिडियोमा भेट्ने छौं। तबसम्मको लागि मलाई बिदा दिनु होला। बाइ गाइस।